हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। हेर्नुहोला मेरो आजको न्यू भ्लग। विशेष राईहरूको साकेला। नमस्कार, आफ्नो परिचय दिउँ न त। मेरो नाम चाहिँ प्रियसी तपाईँ? नमस्कार, उहाँको नाम चाहिँ तिमी चुप्राको तिमीलाई भनेको आज आयो मेरो। तपाईँ भन्नु न, आफै बोल्नु न। तपाईँ सुरुबाट हामीलाई बोल्नु, तपाईँ मेरो भ्लग बनाउनु पऱ्यो। के बोल्नु? परिचय दिनुहोस्। अब चाहिँ म झ्याल बोल्छु है। गाइज बल्ल हावा आयो चिसो। गाइज हामी अब हिँडेको। हेलो गाइज, के अरे हामी साकेलामा हिँडेको। बाटो खतरा छ। मुचुक भइसक्यो र यहाँ चाहिँ के भइरहेको रहेछ? ट्राफिक अङ्कलले त्यहाँ बाइकलाई ड्राइभरलाई सिकाउँदै हुनुहुन्छ हाम्रो बुबुले। तपाईँ माथिको ह्यान्डलमा तल सबै उसलाई उहाँले हेर्नुहुन्छ। हेलो साथीहरू, हामी साकेला जाँदैछौँ। कस्तो भइरहेछ त आजको यात्रा? गनौँ रमाइलो भइरहेछ। हुँदै नभएको हामीलाई फ्रीको पाउडर नि मिलिरहेछ। फ्रीको पाउडर त डलेको छैन होला, त्यही पनि बोला न। मेन चाहिँ मलाई त आउनु खोज्दैछ। ए ले बिचरा लाज लाग्यो त्यसो भन्नु। हामी तिमीलाई भन्ने अलिकति काट्नुपर्छ यहाँ के। अलिकति उता लानु न, अलिकति उता लानु न, अलिकति उता लानु न, राम्रो आउँछ। त्यसपछि डान्स पुण्य आउँछ कि लास्ट पैसा दिन्छ। ए के हुन्छ त, सबै सिलाउनु लागि पैसा घुर्नु पर्यो। चिकुरेर पक्का नासिनु पर्नु। चिकुता खखमा बाले छ यार। डेस्टिनेसनसम्म पुर्याउनु हुने हाम्रो दाइ। दोस्रो कुकर नसर म हेलो साथीहरू, हामी चाहिँ नाच्ने ठाउँमा आइपुग्न लाग्यो। हाम्रो हिँड्नेहरूको पीडा यस्तो छ। के अरे पीडा दिलमा मान्छे चिलमा हिँड्नु नसकेर पो अलिक गाह्रो भएर आउनुको ट्याक्सी आउँथ्यो रहेछ के। तर त्यो मान्छे आज बिचरा डरायो को हुन्छ भनेर के। ट्याक्सी भर्खर भेटेको थिएँ को हुन्छ भनेर। काठमाडौँको यो यसलाई पनि काठमाडौँ भन्दो रहेछ। यसलाई ललितपुर चिनिँदैन। आफ्नै गाउँमा नि चिनेन मलाई भने जस्तो। मलाई चिन्छ फेरि, म त मजाले चिन्छ। अँधेरो दिन्छ नि, अँधेरो छ चस्मा। यता हेर, यता घरिघरि भएर यहाँ लाग्छ है। एउटा सोल्टी पतेर लानु साँच्ची नलैजामै दाइले लगाएर छ। सोल्टीलाई लाने भए चाहिँ हुन्छ। कोही चिन्दिनँ कसो तानेर लान्छ भयो। यसो गएर जाने हो मसँग के जाने हो भनिदिनु नि त। हजुर आउन अगाडि के साह्रो रैनीहरू ढिलो गरेको। अलिक रैनी भएर अलिक छिटो होइन। के भयो अरे लामो भयो अगाडि हाम्रो मेरो पनि त्यस्तो छ अनि पक्रेर होइन न।
मान्छे हरायो खत्तम खै हाम्रो मान्छेहरू गए हाम्रो मान्छे छैन है कता पुग्यो मान्छे हरायो हाम्रो टिकटक स्टारहरू भाइरल प्लेसमा आएर भाइरल नहुने कुरा नि हुन्छ र यो एरिया भाइरल ठाउँ रे क्या अरे मैले सुनेको आज राम्री मान्छेहरू कहाँ हिँड्छ पनि आज राम्री मान्छेहरू कता हिँडेको पनि त्यो रैनी राईहरू त राम्री हो नि त भनेको थियो हो कोहीले एउटा छामिए पाइ नि हौ ल गीत गाउँछ एउटा गीत मिठो गीत कुन गीत आउँछ ल कुन गीत सबैलाई आउँछ नत्र म सबैलाई बराबर माया गर्छु रिस उठ्यो भने ठ्याम्की पड्काउँछु पनि रिस उठ्यो भने 5 दिन बोल्दिनँ पनि भन्नै पर्दैन मलाई त चित्त बुझेन भने त ब्लग पनि हानिदिन्छु हो यसो त ब्लग खाने चाहिँ मैले एउटा गाइड सुनाउन ब्लग खाने मान्छे चाहिँ यता ब्लग खाने त्यसै के अनुभव भएको थियो अनुभव तपाईँ पनि ठाउँ फु भएपछि तपाईँलाई मेरो निकालेर सबैले कपाल देखाए तपाईँको बिचरा यसो गर्नु पाइन्छ हामी यता छौँ दुईजना उता छ देखिँदैन बिचरा अँधेरोमा पनि भिडियो बनाउनु चाहिँ छोड्नु हुँदैन लाइटम्यान र क्यामराम्यान हामी हो डान्सर पनि भइसक्यो यता छौँ तर क्यामरामा आएको छौँ कि छैन पनि थाहा भएन होइन बनाउनु अलिक राम्रो ल हामीले लिन त पर्न आउँदैन भने पुग्न दिनु सक्छ